भक्तवत्सल भगवानको भागवत भगवानको मैले त निधाउनु भयो भनेको त निधाउनु भगवानको। अब भने यो विशाल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ भव्य र सभ्य भइरहेको छ। यो सदैव बढेर जाओस्, घटेर कदापि नजाओस्। श्रीकण्ठेश्वर शिवालय भगवानको तर्फबाट हजुरको घरमा सुख शान्ति समृद्धि ऐश्वर्य सबै कुराले परिपूर्ण होस्। यो यज्ञ भव्य होस्, सभ्य होस्। कमाएको धन यही गाउँमा आफ्नै शिवालय गर्दै भगवानलाई प्रणाम गर्दै शिवालय माइलीबाट विभीषण कान्छीबाट खरतोषण विभीषण हुनु हो। आत्रिकी पत्नी अनसुया ब्रह्मको अंशबाट चन्द्रमा विष्णुको अंशबाट दत्तात्रेय शिवको अंशबाट दुर्वासा हुनु। एउटाको घरमा एउटा तर्पण, एउटाको घरमा अर्पण, एउटाको घरमा समर्पण, तीनवटै छोरी गोगाइनी। यो कन्थल जस्तो पवित्र भूमिमा, हरिद्वार जस्तो क्षेत्रमा तिमीले यज्ञ गर्नु भनेको ठुलो कुरा हो। अब कति ठुला ठुला राजा महाराजाहरूले पनि यस्तो पवित्र स्थानमा यज्ञ गर्न सकेका थिएनन्। तर आज तिमीले यो यज्ञ सम्पन्न गर्न गइरहेका छौ। आऊ बस, म तिमीलाई यज्ञ गराउँछु। हुन्छ गुरुदेव, विराजमान भइबस्छु। बस दक्ष प्रजापति, बस। रानीहरू पनि बस। ल गुरुदेव, अब विलम्ब भइसक्यो, यज्ञ आरम्भ गरौँ। चन्द्रमा मनसो जगचक्षु सूर्यो अजायत श्रोत्राद्वायुष्य प्राणस्य मुखादग्निरजायत इदं हविः प्रजननं मे अस्तु दशवीरको सर्वगणगुस्तये आत्मशनि प्रजाशनि पशुशनि लोकशनि भयशनि अग्निः प्रजां बहुधां मे करोत्तन्नं पयोरेतो अस्मासु दत्ता। ल दक्ष प्रजापति, सबैजनाले हातमा फुल राखेर ओम अग्निं दूतं पुरोदधे हव्यवाहमुपब्रुवे देवासादय धियः। फेरि हातमा फुल राखेर ओम गणानां त्वा गणपतिको हवामहे प्रियाणां त्वा प्रियपतिको हवामहे निधीनां त्वा निधिपतिको हवामहे वसो मम आहमजानि गर्भधमा त्वमजासि गर्भधमा। गुरुगणाधिपतये नमः। ध्यानार्थे अक्षतपुष्पाणि समर्पयामि। पुनर्हस्ते अक्षतपुष्पाणि गृहीत्वा अब कलश देवताहरूको ध्यान गर्नुहोला। ओम नमो नमस्ते स्फटिक प्रभाय सुश्वेतहाराय सुमङ्गलाय सुपासहस्ताय जशासनाय जलादिनाथाय नमो नमस्ते। ओम भूर्भुवस्सुः पूर्वकलशाय नमः, दक्षिणकलशाय नमः,
पश्चिम कलशाय नमः उत्तर कलशाय नमः अक्षत पुष्पाणिं समर्पयामि। ल गुरुदेव अब हवन गर्ने हो। हवन गर्ने हो। हे दक्ष प्रजापति, तिमीले निकै नै सुन्दर यज्ञको आयोजना गर्यौ, तर एउटा कुरा चाहिँ मनमा लागेको छ, म के भन्न सक्छु होला? ठिक छ गुरुदेव, हजुरको मनमा के लागेको छ भने बक्स्यो न। हे महाराज विराज दक्ष प्रजापति, हजुरले यति ठुलो यज्ञको आयोजना गर्नुभयो। यज्ञमा सबै देवी देवताहरूको हजुरले स्थान राख्नु भएको छ। भगवान विष्णुको स्थान राख्नुभयो। सबै देवी देवताहरूलाई आवाहन गर्नको लागि प्रत्येक देवी देवताहरूको स्थान दिनुभयो। तर मैले शिवजीको स्थान कतै पनि देखिनँ। के यो उचित होला र? हे गुरुदेव, त्यो शिवजी यहाँ आउनु कुनै आवश्यक छैन गुरुदेव, किनभने यो यज्ञको प्रधान भने विष्णु यही हुनुहुन्छ। त्यही भएर त्यो मसानमा बस्ने खरानी घस्ने देख्दैमा डरलाग्दो यहाँ आउनु उचित छैन। त्यही भएर मैले नबोलाएको हो, निमन्त्रणा पठाएको छैन गुरुदेव। त्यही भएर यहाँ यज्ञको प्रधान विष्णु हुनुहुन्छ। त्यही भएर विष्णुको पूजन गरौँ, उसको आवश्यकता छैन गुरुदेव। तर शास्त्रहरूमा त उल्लेख गरिएको छ शिवजीको बिना यज्ञ सम्पन्न हुँदैन भनेर। के कारण त्यस्तो पर्यो हजुरले? होइन गुरुदेव, सम्पन्न हुन्छ। हजुरले धेरै कुरा गर्नुभयो, ठिक छ, त्यो शिवजीको कुरा अहिले नगरौँ, यज्ञ आरम्भ गरौँ गुरुदेव। विलम्ब हुन्छ। शिवजी नभएर यहाँ यज्ञ असम्भव हुँदैन, अपुरो हुँदैन, पूर्ण हुन्छ। यज्ञको प्रधान विष्णु यही विराजमान हुनुहुन्छ। त्यही भएर यज्ञ आरम्भ गरौँ गुरुदेव। जो आज्ञा महाराज, हजुरले जसो भन्नुभयो म त्यही अनुसार यज्ञ गर्नेछु। हजुरहरूले फुल लिएर हात जोड्नु होला। अब म आवाहित देवी देवताको हवन गर्नेछु। हुन्छ गुरुदेव। रानीहरूले पनि बिस्तारै बिस्तारै स्वाहा उच्चारण गर्नुहोला। स्वाहा 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 स्वाहा। ओम अग्नि देवताभ्यो नैवेद्यं निवेदयामि। कता यतै राखौँ गुरुदेव? त्यतै गर्नु, यता पनि चढाइदिनुहोस्। ओम नाभ्यासीदन्तरिक्षगं शिष्णुदेव संवर्धता पदव्यां भूमति स श्रोत्रा तथा लोका अकल्पयन्। ओम प्राणाय स्वाहा। ओम अपानाय स्वाहा। स्वाहा 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 सती हजुर स्वामी, हेर त, आज कति उमङ्गको दिन। आज हेर त, कैलाश पर्वतमा आज कति भक्तहरूको आगमन भएको छ। हेर त, हेरिरहेकै छ स्वामी, म पनि आज खुसी छु नि, मन प्रफुल्ल भएको छ मेरो आज। पनि सती, आज भनी सती, आज हेर त, हाम्रो श्री भनी सती, हेर त, आज हाम्रो छिर्कनेश्वर मन्दिरमा भएको महायज्ञ भागवत आज हेर
कति सुन्दर ढङ्गबाट सञ्चालित भइरहेको छ। आज त्यही महाजीको कारणले पनि आज हामी धेरै प्रसन्न भएका छौँ सती। तसर्थ आज मेरा हाम्रा भक्तहरूले कति ठुलो योजना गरेर आज भागवत पुराणको सङ्कल्प गर्नुभएको छ सती। आज ती श्रीकणेश्वर मन्दिरलाई अझै विकास गर्नको निमित्त त्यसलाई धार्मिक